मुनि भएको अगुवा होस्, आमा बुवा होस्, कोही पनि होस्, यहाँ सबैलाई समेट्न खोजेको मैले। यो ठाउँमा साराको लागि हामी छोरी बनौँ। श्रीमतीहरू यो ठाउँमा साराको लागि छोरी बन्ने खाँचो छ, किनभने यो ठाउँ गम्भीर ठाउँ छ। कहिले कहिले श्रीमानको कुरा मान्नै पर्छ, श्रीमानको आधीनतामा बस्नै पर्छ, श्रीमान बनिसकेपछि झुट बोल्नै पर्छ, हुँदैन। यो सेन्समा लेखेको छैन यहाँ। अब्राहमलाई प्रभु बनेर झुट बोलेर बसेको होइन सारा, तर साराको शान्त वातावरण, साराको चुपचाप बस्ने काम परमेश्वरको कार्यहरू भएको छ। म सधैँ भन्थे, चुपचाप बस्ने परमेश्वरको गुण हो, काम परमेश्वर गर्नुहुन्छ। तपाईँ चुपचाप बस्नुहोस्, परमेश्वर काम गर्नुहुन्छ। म इङ्ग्लिसमा एउटा शब्द भन्छु, हामी चुपचाप बस्छौँ भने परमेश्वर डिल गर्नुहुन्छ भनेर। हामी बढी बोल्छौँ भने परमेश्वरको डिलिङ ढिलो हुन्छ। 400 वर्ष पुराना करार नयाँ करारको बीचमा ग्याप थियो। त्यो ग्याप के को लागि भनेर कसैलाई पनि जानकारी छैन। कति प्राणहरू मरियो, कति मानिसहरूको प्राण गयो, तर परमेश्वर के वास्ता गर्नुभएको थिएन भन्ने प्रश्न पनि आउँछ। तर त्यो परमेश्वरले त्यो ग्याप चुपचाप किन बस्नु भएको थियो, त्यो एउटा कारण हो। बस चुपचाप बस्ने एउटा असल कुरा हो। यहाँ सारा त्यही काम गरेको छ। हस्, धन्यवाद। केही प्रश्न छ भने हामी प्रश्नमा जाउँ, छैन भने हामी अन्तिम